र जब कान पाक्ने समस्या हुन्छ तब चाहिँ व्यक्तिहरूमा के कस्ता लक्षणहरू चाहिँ फर्स्टमा देखिन्छन् त? अब यसमा पनि मैले अलिकति तिनटै वर्गमा बाँडेर हेरौँ। कान पाक्ने समस्या चाहिँ सबभन्दा पहिला छोटो समयलाई मात्रै कान पाक्ने समस्या मानौँ। जो 5-7 दिन कान पाक्ने बन्द हुने फर्स्ट टाइम लाइफमा हुने समस्या हुन्छ। त्यसलाई अब हामीले जनभाषामा भन्दाखेरि कान ब्याएको पनि भनेर भनिन्छ गाउँघरतिर भन्दा। किनकि एकपल्ट पाक्यो फेरि पाकेन, त्यसलाई चाहिँ हामीले एकपल्ट पाकेकोलाई खासै गाउँमा वास्ता पनि गरिँदैन। त्यस्तो अवस्थालाई हामीले अङ्ग्रेजीमा भन्दा एक्युट सुपरियर मिडिया भन्छौँ, अथवा छोटो समयलाई कान पाक्ने रोग। छोटो समय जस्तो 5-7 दिन पाक्यो, त्यसपछि लाइफमा पाकेन अथवा त्यसले गर्ने अलिअलि असरहरू चाहिँ गरिहाल्यो। अर्को भनेको क्रोनिक ओटाइटिस मिडिया भनेको दीर्घ रोग। कान पाक्ने दीर्घ रोग भन्दाखेरि त्यो चाहिँ पाक्दै छोड्दै भनौँ न, कहिलेकाहीँ फेरि कानबाट पिप आउने समस्या भइरहेको हुन्छ। त्यसलाई हामीले क्रोनिक ओटाइटिस मिडिया भनेर भन्छौँ। र त्यो पनि दुई भागमा बाँड्न सकिन्छ। फेरि एउटा भनेको कानको जालीमा पाल मात्रै पर्ने समस्या, त्यसले गर्दाखेरि बिरामीलाई बेला बेलामा पिप आउने, खासै पिप नगनाउने र सुन्न अलिकति कम हुने र कानको जालीमा पाल पर्ने समस्या हुन्छ। र अङ्ग्रेजीमा त हामीले सेफ डिजिज अथवा सुरक्षित रोग भनेर भन्नु पर्यो, किनकि त्यसले चाहिँ शरीरको अन्य अङ्गमा असर पार्दैन। कानमा पार्ने असर कानमै पार्छ, कानभन्दा अन्य अङ्गमा असर पार्दैन। त्यसैले हामीले अङ्ग्रेजीमा सेफ डिजिज या सुरक्षित रोग भनेर भन्छौँ। अर्को चाहिँ कानबाट आउने पिप कस्तो हुन्छ भने पिप आउँछ, सधैँ आउँदैन, अलिअलि आउँछ। यसो कान कोट्यायो भने आउँछ, कहिलेकाहीँ अब कान नुहाउँदाखेरि पनि कानबाट पिप आउँछ। त्यो पिप गनाउँछ, गनाउने खालको पिप आउने समस्या नराम्रो हो। त्यसलाई अङ्ग्रेजीमा अनसेफ डिजिज भनिन्छ, अथवा त्यो भनेको चाहिँ असुरक्षित रोग भनेर भन्नु पर्यो हामीले हाम्रो भाषामा बुझ्दाखेरि। त्यो रोगले चाहिँ कहिलेकाहीँ कम्प्लिकेसन्स हुन्छ, अथवा त्यो चाहिँ हाम्रो शरीरमा अन्य ठाउँमा क्षति पुर्याउँछ। जस्तै कानको पछाडि डल्लाहरू आउँछ, कानको पछाडि डल्ला आउने, पाक्ने, पिप आउने खालको समस्या हुन्छ। त्यो दिमागमा असर पार्न सक्छ। मुख बाङ्गो यहाँ भएर आउँछ, हाम्रो कतिपय बेला त मुख बाङ्गो भएर पनि आउनुहुन्छ। कान नसुन्ने समस्या बहिरो भएर आउँछ, के अरे भनेर भन्नुपर्ने अवस्था आउँछ। कहिलेकाहीँ रिङ्गटा लागेर पनि आउनुहुन्छ। त्यस्ता समस्या धेरै हुन्छन्। त्यसैले त्यो खालको रोगलाई हामीले त्यसलाई अनसेफ डिजिज भन्छौँ। र त्यसले चाहिँ हड्डीको आउने समस्या हो। त्यसले हाम्रो कहिलेकाहीँ दिमागमै गएर दिमागमा पिप पनि जम्मा हुनसक्छ। त्यो पनि हामीले बिरामी भेट्टाउँछौँ। त्यस्ता बिरामी अझै पनि एकदमै धेरै नभए पनि जो समयमा आउनुहुन्छ। आज भर्खरै मैले एउटा बिरामी हेरेको थिएँ। उहाँ चाहिँ कानको कारणले गर्दाखेरि रिङ्गटा लागेको समस्या। हुन त कान नपाके पनि रिङ्गटा लाग्छ, तर कान पाक्ने समस्याले गर्दा रिङ्गटा लाग्नु भनेको ल्याब्रिन्थाइटिस हो। त्यो निकाल्न समय लाग्छ, त्यसलाई हामीले अपरेसन गर्नुपर्ने हुन्छ। आज भर्खरै मैले त्यो बिरामी हेरेर आएको थिएँ, त्यो आज हामी भेटिहाल्यौँ, त्यो कुरा पनि आइहाल्यो। र त्यसले गर्दा कम्प्लिकेसन्स हुने रोग भन्दाखेरि कान पाक्ने रोगलाई हामीले 3 भागमा बाँड्यौँ। एउटा चाहिँ क्षणिक समयलाई मात्रै कान पाक्ने रोगमा बाँड्यौँ। अर्को कान पाक्ने तर असर नगर्ने खालको रोग, धेरै असर नगर्ने भयो बहिरो मात्रै हुने रोगमा बाँड्यौँ भने, अर्को भनेको कानले पाकेर चाहिँ कान असर गर्ने खालको रोगमा बाँड्यौँ। ती 3टा मध्ये हामीले सबभन्दा